हेलो गुड मर्निङ सबैजनामा। अहिले चाहिँ हामी अब यहाँबाट जानुपर्ने हुन्छ बोर्डर साइडतिर। सबैजना रेडी हुँदै हुन्छ। के भयो होटलको नाम? अगाडि फर्काउन। त्रिभद्रिका होटल त्रिभद्रिका। यहाँ चाहिँ कुन ठाउँ भयो? बेसी हाल्छ। लमनथाङको त्रिभद्रिका होटलमा हामी बसेका थियौँ। अनि उहाँहरूले अब कता सदा लाएर बिदाई गरिसक्नु भएको छ र अब चाहिँ हामी अप्पर मुस्ताङमाथि बोर्डरमा जानुपर्ने हुन्छ। सबैजना तयारी गर्दै हुन्छ। अहिले चाहिँ 8 बज्न आँट्यो। अब यहाँबाट बिस्तारै हामी लाग्नेछौँ भन्दै भरे भेट्छौँ है त। ल हजुर गर्छ र धन्यवाद। ल हामी बसेको होटल चाहिँ यो हो त्रिभद्रिका। राम्रो छ एकदम, तपाईँहरू आउनु सक्नुहुन्छ। ल अब हामी चाहिँ यो यहाँको राजाको दरबार एक राउन्ड घुमेर जानेछौँ अनि बिस्तारै बाटो लाग्नेछौँ। तर बिहान चाहिँ जाडो हुँदैन रहेछ, बेलुका चाहिँ हल्का चिसो चिसो हुन्छ। तर बिहान त जाडै छैन। र यो सबै यिनीहरू चाहिँ होटल खाजा खाने ठाउँहरू। दरबार चाहिँ यो भित्रको। अब यहाँबाट यस्तो एक राउन्ड राइट हानेर आउनेछौँ। ल हामी जाने बाटो चाहिँ पारीबाट यस्तो उकालो हुँदै हुँदै जाने हो। र यहाँ तल चाहिँ सानो गाउँ छ एउटा, हरियाली रुखहरू पनि छ, हरियो परियो सुन्दर बस्ती छ। यहाँ चाहिँ फेरि घरहरू सबै यस्तै एकताले मात्रै हुँदो रहेछ। अनि माथिबाट दाउराहरूले थिचेको ढुङ्गाहरूले। ल अब हामी यहाँबाट एक राउन्ड हान्नेछौँ। ल अब यहाँ चाहिँ पहिला चाहिँ राजा रानी हुनुहुन्थ्यो अरे। अहिले चाहिँ राजा चाहिँ बितिसक्नु पऱ्यो र रानी चाहिँ काठमाडौँ बौद्ध बस्नुहुन्छ अरे। 92 वर्षको भइसक्नु पऱ्यो। अझ स्टिल हुनुहुन्छ अरे। र यहाँ राजाको छोरा बुहारी चाहिँ यही बस्नुहुन्छ अरे दरबारमा। तर हामीले चाहिँ भेट्नु मिल्दैन, भित्र जानु चाहिँ दिँदैन दरबारभित्र। ल यस्तो बवाल छ है। मलाई नि यो बारे चाहिँ थाहा थिएन। मैले यहीँ आएर चालबा गएँ, भिन्नै एउटा राजा मुस्ताङको राजा रानी प्रान्त भिन्नै छ भनेर। र भिन्नै संसार र चाहिँ एउटा बस्ती छ। यस्तो पहाड वरिपरिको ठाउँमा पनि भिन्नै एउटा संसार रहेछ क्या चाहिँ। ल फेरि यता चाहिँ यस्तो छ। भयो 3 भयो त। सबै दर्शन गर्दै गर्दै अब एक राउन्ड हान्छु। यता फेरि अर्को गाउँ छ लमनथाङ। खाजा घरहरू चाहिँ कति छ यहाँ। यस्तो बवाल छ।
पहिला माटोले बनाएको दरबार कस्तो चाहिँ होला है संसार भिन्नै छ संसार यहाँको है ल यहाँ चाहिँ लोमङथाङ गाउँपालिका कार्यालय पनि छ यो चाहिँ गाउँपालिका अफिस यहाँ सबै व्यवस्था पनि छ फेरि ब्याङ्कहरू पनि छ त्यहाँबाट प्रशासन कार्यालय यस्तो सबै व्यवस्था गरिएको रहेछ हेर्नुहोस् त सब माटोको ल यहाँ चाहिँ म्युजियम अब केहरू पाउँछ प्रवेश शुल्क चाहिँ 200 रुपियाँ तिर्नुपर्दो रहेछ वाउ यस्तो चाहिँ निकाल्छु र फोटोहरू खिच्न मिल्छ ए हस् त्यस्तो सब यो बाटेको ह्यान्डमेड ल गमनदानको मान्छेहरू स्टोर रुम यस्तो हुन्छ ल त्यसको एग्रिकल्चर गर्यो यहाँ लिएर आएर थुपार दियो यहाँ रहेछ चनाहरू पनि यो चाहिँ यहीँको उत्पादन हो नि त गहुँहरू बकैटहरू यहाँको उत्पादनहरू मुख्य बालीहरू सबै ह्यान्डमेड हो तिनीहरू यहाँको उलबाट बनाएको यहाँको यस्तो हुँदो रहेछ सबले स्टोर गरेर राख्दो रहेछ गाउँको भेला पारेर ल यस्तो छ है पहिलाको फोटोहरू छ यता पनि छ थालामाथि ल पुरानो सामानहरू यस्तोहरू छ के अब यहाँ भनिदिने मान्छेहरू चाहिँ थाहा हुन्थ्यो ल लामा जुत्ता है जमानाको ल टेलिस्कोप पनि रहेछ तान बुन्ने तानको सामानहरू पूजाहरू यहाँ चाहिँ नजमाला ए किचन जाँदा हुन्छ त्यता किचन छ ल यस्तो तान बुन्नेहरू यो बैठक रुम लिभिङ रुम यहाँ चाहिँ अब बैठक बस्ने सल्लाह गर्ने हो होइन के गर्ने भनेर ल ए पहिलाको टिभी एलजीको रहेछ यस्तै भेडाको के गयो कोही मान्छेको घरलाई म्युजियम बनाएको थियो मान्छेको फ्यामिली फोटो रहेछ ल यो चाहिँ बैठक रुम यो चाहिँ बिहातिर दिनुपर्छ अरे होइन बेहुलाई यो चाहिँ यहाँ आफैले बनाएको सबै हातले बनाएको
कहिले हिमाली भेगमा चाहिँ जाडो हुन्छ नि त त्यही भएर यो अलिकति तातो हुन्छ अब अहिले काठमाडौँतिर भेग भने यो लाउँछ क्या कल्चर ड्रेस हो क्या यसलाई के झुम्बा भन्छ न सोम्बा सोम्बा भन्छ दामी यसो लाएर हिँड्दाखेरि सही होला जस्तो छ है ल यो चाहिँ कोट एउटा चाहिँ छालाको छ यो चाहिँ छालाको ल यो चाहिँ पूजा गर्ने ठाउँ अब यो किताबहरू यहाँ पनि छ कि वर्षमा एक दुईचोटि किताबहरू पढ्छ यो चाहिँ एउटा ग्यास जानेलाई दोब्बर बालेको होइन यस्तो बवाल छ सबै कमेरोले छेपेको हाम्रो गाउँतिर पहिला जङ्गलबाट ल्याउँथ्यो नि खोला नालाबाट कमेरो हालिसकेको ल यो चाहिँ यहाँको राजा रानीलाई दर्शन गर्ने ठाउँ यो चाहिँ हजुर गाउँबाट मान्छे बाहिर जाँदा यहाँ सबैले खाता बनाएर जान्छ कि यो ए यो एउटा चोक जस्तो हो कि यो गाउँको यो चाहिँ चोक जस्तो एउटा यहाँ चाहिँ अब यहाँ यो गाउँबाट कतै जानु पर्यो भने यहाँ खादा सादा लगाएर खादा बाँधेर जानुपर्ने रहेछ है सिस्टम राजा रानीको दर्शन गरेर ल जता गयो नि उस्तै छ कता जाने जहाँ गए जता गए पनि उस्तै देख्छु म तिम्रो यो ठाउँ के भएको होला हामीलाई यस्तो अचम्मको गाउँ ताली बजाउनुहोस् न यार दर्शकहरू अब दरबार चाहिँ होइन त दरबार यो भित्र त्यस्तो राम्रो जानकारी त छैन अब बिस्तारै हेर्दै जाने आफै यस्तो यस्तो गुम्बाहरू छ यहाँ सब बाटो ढुङ्गाले मात्रै बनाएको ल यो चाहिँ यहाँ मसला पिस्ने हाम्रोतिर ढेकी भन्छ यहाँ चाहिँ सबै आएर मसला पिस्ने ठाउँ हो यहाँ चाहिँ सबै गाउँमै छ भित्रभित्र बस्ती अब खासै अब कसको रुममा जाने कता कुन घरमा नचिनिँदो रहेछ के अब भाषा नम्बर होला त्यो लेखेको भाषामा हामीलाई चाहिँ थाहा भएन यस्तो चाहिँ बबाल यस्तो ढुङ्गा यसरी के मन्त्रहरू लेख्नु भएको होला यो चाहिँ के को चौरी के को सिङ हो ल यस्तो यस्तो पेन्टहरू गर्ने कसरी जानेको होला है उहिलेको मान्छेहरूले पनि एक राउन्ड पनि हानिसक्यो ल मेन ढकालाई दरबार छिर्ने जानु निषेध छ खै के हो दरबारै भन्नु पर्यो यस्तो हुन्छ फेरि यहाँको चाबी सिस्टम यो कुन फिल्ममा देखेको थिएँ मैले एउटा नेपाली फिल्ममै छ यस्तो बबाल यहाँ चाहिँ टिभी राखिदिएको छ अनि यहाँ अब सबै भेला भएर गाउँको मान्छे ओछ्याउने हो यहाँ ओछ्याउने सबैले टिभी हेर्ने रहेछ है सिस्टम चाहिँ अब यता बजार यहाँको अब चाइनिज बाइक होला यो चाहिँ सामानहरू बोक्नु लागि
ल यस्तो ओइल मसाज हेयर कटिङ सब हुन्छ यहाँ चाहिँ फेरि यस्तो व्यवस्था नि रहेछ यार टाइम भयो त अब गरेर जाँदा हुन्थ्यो होइन अझै स्वास्थ्य चौकी अहिले चाहिँ अब भित्र के कस्तो छ देखिएर मेरो चाहिँ एउटा गीत जाँदैछ जब साँझ पर्छ तिम्रो याद बढ्छ किन यस्तो हुन्छ मलाई मध्यरातमा पनि मेरो अङ्गालोले किन खोजिरहन्छ तिमीलाई सायद तिमी मलाई माया गर्छौ सायद अहिले चाहिँ हामी लाग्यौँ बाई चाइना बोर्डर गएको यहाँदेखि चाहिँ 1 घन्टा जस्तोमा पुग्छ भनेर भन्नुभएको छ अनि के पो उयो पनि छ अरे नि गुफा बाटोमा हेर्दै जानेछौँ लमनथाङबाट चाइना बोर्डरको लागि हिँडेर आम्लाहरू यता हुँदो रहेछ ओ माथिको चाहिँ के गुम्बा अरे ओर्किड छेडिङ खै के हो नामै थाहा छैन र अब कहाँ पुगेछौँ अनि फोन ल बाइक चाहिँ त्यहाँ राख्ने रहेछ अनि अब आफ्नो आफ्नो एकजना पालो सिस्टम रहेछ सपिङ गर्नु पर्यो भित्र यहाँ केही सामान फोटोसोटो खिच्नु पर्यो खाजा खानु पर्यो भने एउटा एउटा पालो पालो सिस्टम रहेछ यहाँको हाम्रो नेपाली दाइहरूको अनि उहाँहरूको ट्रेनमा के भन्छ ट्रेनमा गएर सपिङ गर्ने खानेकुरा सिस्टम आफ्नो पालो पालो आफ्नो ग्रुपको एकजनाको पालो सिस्टम रहेछ। यो चाहिँ त्यहाँ देउता चाहिँ चाइना
यता नेपाल भित्र जान दिँदैन रहेछ। भित्र चाहिँ पासपोर्ट बनाउन जान दिन्छ खै हेऱ्यो ल। यस्तो रहेछ है नेपालको बोर्डर, नेपाल र चाइनाको बोर्डर यही हो। कस्तो दामी निस्केको कस्तो रहेछ। सब फोटो खिच्ने नेपाल 24/2016 यस्तो रहेछ है। नेपाल यता चाइना 1962 भित्र घुम्नु पाए चाहिँ रमाइलो हुन्थ्यो होइन त। ठिक छ। अस्ति हावा चल्दैछ चिसो। यो चाहिँ याक अहिले यहाँ फोटोसोटो भिडियो गर्ने खिच्ने कस्तै चिसो हावा गर्छ यार। घाम चाहिँ लाग्दा कस्तो फोटोसोटो खिच्यो। हाम्रो नेपाली दाजुभाइहरूको अब खाजा साजा खाने। अब के पाउँछ हेरौँ है त चाइनिज खानेकुराहरू। ल पछि त्यो मोटे दाइ र लम्बु हुँदैन सिङसाङ जानु त दादा कुरो मिल्दैन त लाइमा खानेकुरा खानुपर्ने। ल अब हामी चाहिँ यो चाइनिज कफी खाने हो। अनि अरू अब यहाँ के पाउँछ अन्डा सन्डा खाजाहरू। म चाहिँ किन खान्छु त्यो बुढो भएर त खाँदिनँ नि ताता लाउँदै खान्छ। तातोवालै हो के तर त्यसको फ्लेभर पनि हालेको छ नि त। तिमी ठिक लाग्छ सोध्नु पर्दैन लाग्छ। कस्तो लाग्यो? कस्तो लाग्यो? मेरो दाँत झाँझिने छ डरो क्या दिदी। खाएको यस्तो प्याक भित्र नै प्याक लिनु। मिठो छ? खै म खान्छु तिम्रो वाला।
ल हाम्रो सपिङ पनि भइसक्यो चक्लेटहरू कफीहरू धेरै छ कसैले ल्याइदिन्छ म सबैलाई ल दिदीहरूको त्यो देखाउ त रक्सी रक्सी चाहिँ फेरि बवाल हुँदा चाहिँ सजाउनको लागि क्या हेर्नुहोस् त कस्तो दामी दामी छ ल दामी दामी छ नि त यो चाहिँ चाइनिज बाइक अरे पिकअप चाहिँ खतरा हुन्छ अरे यसले चाहिँ 3 जना 2 गियर 3 गियरमा उकालोमा तान्छ अरे भने चाहिँ कस्तो पिकअप होला यो त्यस्तो खतरा हुन्छ अरे यहाँ दाइहरूले भने अनुसार चाहिँ उकालोमा त 3 गियर त मजाले कुद्छ अरे 3 जना हालेर त्यस्तो डेन्जर रहेछ यस्तो ज्याकेटहरू सामान किन्ने ठाउँहरू रहेछ सपिङ गर्ने ठाउँ ल बिसपले चाहिँ यहाँ टन्नै सपिङ गरेर हेर्न सक्नु भएको छ यहाँ पछाडि मैले बोकेको झोलामा पनि छ के किन्नुभयो ओए याक कता आएर त्यहाँ ह्याप्पी बर्थडे मनाउँदैछ म चाहिँ 1 मिनेटमा नेपालमा नि पुसा पार्ने चाइनामा नि पुसा पार्ने यो चाहिँ नेपाल यता 1 2 3 4 5 6 7 8 9 10 यता चाइना अब चाइनामा गएर पनि हान्दियो पैसा तपाईँहरूले नि गरेर देखाउनु वाह 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 यो चाहिँ गुम्बा यस्तो ठाउँमा छ बवाल छ सानो गाउँ यो त्यो भित्रभित्र गुम्बाको ठाउँ यस्तो बवाल छ है यो माथि चाहिँ नानीहरूको गुरुहरूको बस्ने ठाउँ रुम अरे यस्तो माथि बवाल छ ढोकासका लागेको छ ए ल यस्तो पहाडमा यस्तो कोठाहरू छ है ल अब यहाँबाट चढेर जानुपर्ने हुन्छ माथि
कति राम्रो बनाएको नि टोइलेट बाथरुम होला के हो अच्छा यस्तो बबाल रुम चाहिँ माथि हेर्नु त पर्ने ठाउँ यस्तो छ है हाम्रो तल बाइक छ तल हामी चाहिँ ल त सब ढुङ्गाको रहेछ है म त माटै पो होला अन्त यो त अटोमेटिक नेचुरली आएको हो यो कुटेर बनाएको अलिअलि त फोरेर बनाएको है पूजाको सामना यस्तो मेसिनले बनाए जस्तै क्या काटेरै बनाए जस्तै हेर्नु त यो माथि क्या ढलाइ गरे जस्तै क्या अचम्म होइन त हेर्नु त यो तल्लो साइड चाहिँ ढुङ्गा लगाएको होला गाह्रो यो गुफा चाहिँ ओरिजिनलै है फेरि यस्तो बवाल छ ल चाहिँ बत्ती बाल्ने ठाउँ हाम्रो सबैले बालिसक्यौँ त्यो बवाल है यो पनि बालिदियो होला मैले बालिदिउँ चारवटाको 50-50 ओहो मेरो दिइसकेको तपाईँको दिनु चारवटा 25 को छ मुस्ताङ अप्पर मुस्ताङ आउँदा छुटाउनै नहुने अर्को ठाउँ हो यो गुम्बा गुफा यो चाहिँ यहाँ 7 तला कति तला छ अरे लेट्स सी टिकट काट्नुपर्ने रहेछ अब हेरौँ कस्तो छ यसको इतिहास बारे चाहिँ थाहा छैन तर पनि Allah so fabula ल चाहिँ बाबालाई छ भन्ने देखेछु भिडियोतिर हेरौँ भर्याङबाट माथि जाने यस्तो छ
यो जमानामा चाहिँ वारको बेला यो लुक्ने ठाउँ अरे हैन जाऊ हैन न हामी अनि कहानी चाहिँ वेट गर्ने गाउँले भित्र चाहिँ अब पानी खानको लागि त बाहिर निस्किनु पर्यो नि त अनि पछि एउटा केटीकै बाटो भएर त्यसले कपाल नुहाएर रहेछ कि अनि उनीहरूले नि कपाल नुहाउने पानी त रहेछ खाने पानी भित्र हलाउनु पर्दैन यहाँ तेल आउँछ युद्धमा चाहिँ कसलाई खेदेको बबाल छ उज्यालै छ हौ सबै यस्तो बबाल रहेछ यार ल यस्तो यस्तो गुम्बा छ बबाल हेर्नु त यस्तो बबाल ढुङ्गाको गुम्बा एक गुफा यस्तो सामानहरू छ उहिलेको हेर्नु त वार गर्दाको ल ल पहिलाको जुत्ताहरू काट्नेहरू सब रहेछ है सब ढुङ्गाको हेर्नु त शिलाजी हो कि हो यो यहाँ पहिला तेलको खानी थियो अरे कि त्यही भएर उनीहरूले कपाल मारेको के कता जान्छ भित्र फर्स्ट भयो नि चेन्ज चलाउ न दाइ कता जाने कि हामी गइरहन्छ ल यस्तो बबाल छ यार वासे यस्तो इतिहास गएको ठाउँ छ यार यता त होइन बाटो यति हो उतै बाटो यता होइन यहाँबाट हो ल यस्तो दुलो छ यहाँबाट भित्र बाटो होइन यता यति मात्रै हो ओ माय गॉड यस्तो सानो तर यहाँबाट चाहिँ ठुलो देख्यो खाएर हान्ने क्या ल यति हान्ने बाबालाई रहेछ युद्ध गर्नु कस्तो लाग्यो उतैसम्म जान्छ त्यहाँ त उता छैन क्या त्यति हो त्यहाँबाट फायर गर्नु नि त ल हो त्यहाँबाट गोली हान्ने हो क्या यसको इतिहास त पढ्नु पर्ने रहेछ त के रहेछ है जस मुस्ताङ आउनु बेला यो ठाउँको बारेमा पढेर भने चाहिँ अझै क्या इन्ट्रेस्टिङ लाग्छ कि ल यहाँबाट उता नि होला नि त नि ए यहाँ चाहिँ यति सेन्टी बस्ने ठाउँ रहेछ सेन्टी दुई तला चढ्यो भने दुई तला भएन दुई तला अब हेरौँ ल यस्तो रहेछ है ए बबाल किचन रहेछ चाहिँ खानासाना पकाउने फायर ठङ ठङ हान्ने हो क्या यो चाहिँ गेस्ट रुम रहेछ है ल
विचार गरेँ त्यहाँतिर उता खुल्ला छ सबै रुमहरू छ क्या यो चाहिँ रुम सब वाउ तल छेउमा नजाउँ लिएर लाउँ धुलो चाहिँ बल हो तीन तला हो कति तला छ टोटल नआउन फर्स्ट म पनि जान्छु हामी चाहिँ अब 4 तला आयो है अनि 4 हो बाबाले चाहिँ 7 भनेको खानुको 4 यो के नेचुरल यस्तो भयो जाय चाहिँ यहाँ तर हुन्छ ओ भित्र भित्र रहेछ नि पहिला टिबेटनहरु चाहिँ त्यहाँ बसेर के त्यो गर्छ के पहिला नेपाली चाहिँ नेपाली भन्नु पहिला त खम्बा भन्नुहुन्थ्यो के टिबेटनको जुन टिबेटन मुनि लगा नआउने यहाँ चाहिँ गाउँले हुन्छ के खम्बा यहाँको गाउँको खम्बा हेर्दा के खम्बा हो लखन नआउने चाहिँ खास टिबेटन पनि हेर्दा लखन चाहिँ खम्बा हो यहाँ चाहिँ यहाँको तल हुन्छ दोले लामाको त्यो हैन टिबेट चाहिँ हल्का चाहिँ त्यो हुन्छ त्यता हैन न यता जाने कि माथि जाने उता पनि छ कोठा टन्ने हेर माथि आउनु दिदी यहाँ तल टन्ने कोठा छ तपाईले माथि ल सर रुमै रुम यार यताबाट नि आउनु रहेछ नि त यो त होटल बनाउनु कहाँ हुन्छ रे एन्टी होटल के एउटा बाती छैन हामी उता अर्को यहाँ निस्किन्छ त्यसो भए यो दुलोर छिर अर्को ठाउँमा होला ए उ यहाँ रहेछ त्यो अगाडि आउनु त्यहाँ भरै रहेछ दिदी आउनु सब लाइट देख्नुहुन्छ यस्तो बबाल यार लास्ट भएन 7 सम्म जाने पनि यस्तो रुमहरू छ यार कति तला 7 तलासम्म रुम यस्तो भएछ ल अझै छ हो सब रुमै रुम यति नै होला यहाँबाट ड्रोन उडाएर यस्तो बवाल देख्छ ल यस्तो यस्तो रुमहरू अचम्म दियो साथीहरू बबाल छ नि यार यहाँ को छिर्छ कि भने के हामी सबै छिरेछ नि ल त्यो त मैले छिर्छ हामी सबै छिर्छ हाम्रो मान्छे त उस्तो छिर्छ कम छिर्छ यो त हाम्रो तल गाडीहरू तल छ गाउँ तल उता 7 तला माथि वाउ ल यहाँ छिर्यो भने चाहिँ सोझै चिताको पुग्छ सबै काट्छ रे के ल दामी दिनु तपाईँ शाबास ओ अर्को रुम यो हाम्रो दाइ चाहिँ तल फर्किदिन्छ दाइ चाहिँ आउनु भएन डर लाग्छ अरे यस्तोमा त्यही भएर भुइँमा बस्नु अनि खुट्टा पहिला बनाऊ त्यहाँ चाहिँ किन डराउनु आधी त आउनु
यस्तो ठाउँबाट भएर हिँड्छ बाबा तर भिडियोमा चाहिँ त्यस्तो डर लाग्दैन झर्दा चाहिँ होइन 5 तला यहाँ चाहिँ 5 तला चाहिँ रहेछ 85 रुम छ नि एउटा तलामा छ नि 15-20 वटा हामी उता पार वाराणसी कस्तो अरे She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may. जाउँ है अब शेर्पाहरू यता हुन्छ स्टेपलहरू पनि हुँदैछ है ल ए जेरी गल्ली चाहिँ यहाँ अरे काम नगिँदैछ यो हेर्नु त एउटा सुरुवाल त मैले माथि अप्पर मुस्ताङमा यसो खुट्टा छिराउँछ च्यातियो ज्याकेटमा अघि पानी गरेर लाउनु पर्यो भनेको हेर्नु चाहिँ त्यस्तो भइहाल्छ है यस्तो ज्याकेट चाहिँ नकिन्नु है साथीहरूले यसरी आफै भए जान्छ कि त्यही भएर त्यसलाई चाहिँ यसरी थाल्नु